तो हेलो गाइस, अहिले चाहिँ दिउँसोको 12 बजिरहेको छ। अहिले चाहिँ गाई बाख्राहरू छोड्ने, गाई त छैन, भैँसीहरू छोड्ने बेला भइसक्यो होइन। अनि अब म भैँसी छोड्नु गइरहेको छु। अनि आज बिहेमा पनि जानुपर्ने छ। अनि अलिक ढिलो पनि भयो होला सायद, तर पनि के छैन, अलिक बाटो पनि टाढा टाढै छ होइन। अनि आज चाहिँ हल्का ढिलो भयो नि होस् होइन, के फरक पर्दैन आजको दिनमा चाहिँ, किनकि अब कामै त्यस्तै खालको भयो त होइन। अब आजको एक दिन चाहिँ जसरी भयो नि, जे गरेर भयो नि, जस बेमा चाहिँ जसरी भयो नि पुग्नु गयो त्यति हो। अनि अरू दिन अनि अरू मतलब चाहिँ त्यस्तो खासै के भएन होइन। अरूको चाहिँ बस यति चाहिँ गर्नु पऱ्यो। अनि फेरि भर्खर खाना खाऊ हिँड्नु पनि कस्तो अप्ठ्यारो जस्तो लाग्छ है। छोड्नु त परिहाल्यो, बाँधेर घाँस पनि कसले दिने होइन। घाँस पनि काटिएन, बिहान त्यतिकै दौराहरू केहरू गर्दा गर्दा त्यतिकै टाइम बितिहाल्यो। हाम्रो सानो फुच्चेले त अघि छोड्यो होइन, जिहाल्दा भाइले। अनि अरे छोडिदिएछ ला, एउटै ऊ छैन, ऊ पर भैँसी मात्रै छ, उहीँ आउँदै बानिरहेको थियो ए बाबु। तपाईँले छोडिदिनु हो कि बाजे, छोडिदिनु हो कि? ए छोड्दै भनिरहेको थिएँ। ओ आउँदैछ मालिकलाई देखेर उसको मालिक यता छ नि त, यता जाऊ तेरो मालिकले भेट। ल ठुलो ठुलो हुनु छिट्टै आइज, ल मेरो पछि पछि आइज, आइज यहाँ माथि आइज, छिटो आइज। म जता जान्छु हो यो त्यति आउँछ, आइज। यता यता जानु गयो, कता जान्छ नत्र यहाँ माथि जान्छ, यतै आउँछ क्या। जता जान्छु आज यसलाई यताबाट लान्छु, जता जान्छु त्यतैतिर आउँछु। आइज ठिकै छ आउँदैछ हिँड्नु नसके पनि आउँदैछ। अब यो घर पुग्छु अनि घरमै बसिरहेको छ, जहाँ गयो त्यहीँ, जहाँ गयो त्यहीँ। फेरि कस्तो भर्खर खाना खाएको, हिँड्नु अप्ठ्यारो लागिरहेछ। अब चाहिँ गएर तयार भएर जानुपर्छ होला, हल्का ढिलो पनि हुन्छ होला भरे पछि ननिस्किने गरी कुद्नुभन्दा त बरु अहिले नै अलिक छिटो गएर हिँड्नै राम्रो। किनकि फेरि हल्का जाडो पनि हुन्छ त्यता, अलिक तातो कपडाहरू चाहिँ सायद लाउनुपर्छ होला। तर नि के छैन, जतिखेर पुगे नि जतिखेर जे हामीलाई त पुग्नु त हो, गएर काम गर्नुपर्ने के गर्नुपर्ने केही छैन। अब म घर पुगेर तयार हुन्छु अनि मात्रै भिडियो बनाउँछु म।